हेलो एन्ड नमस्कार साथीहरु, तपाईलाई यस युट्युब च्यानलमा स्वागत गर्दछु। साथीहरु, यो अहिले देखिरहनु भएको दृश्य चाहिँ ओखलढुङ्गा बजारबाट केही अगाडिको छ। गोकियो तालबाट फर्कने क्रममा ओखलढुङ्गा आउँदा ओखलढुङ्गाको पनि एउटा रमाइलो सम्झना क्यामेरामा कैद गर्ने भन्दै गर्दा थाहा भयो कि यहाँ स्रष्टा पार्क छ भनेर। त्यस पार्क चाहिँ महान युग कवि सिद्धिचरण श्रेष्ठ र अन्य स्रष्टाहरूको सम्झनाको लागि यो पार्क निर्माण गरिएको रहेछ। त्यसैले हामी त्यसतर्फ लाग्यौं। महान युग कवि सिद्धिचरण श्रेष्ठ ज्यूको कैयौं कृति मध्ये एउटा कृति जुन कविता रहेको छ मेरो प्यारो ओखलढुङ्गा, जुन निकै नै प्रख्यात रहेको छ र हामीले स्कुल लेभलमा पढ्ने गर्दथ्यौं। अनि साथीहरु, यस च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गरेर मलाई हौसला प्रदान गर्नुहोला। अब जाउँ पार्कतिर घुम्नको लागि। युग कवि सिद्धिचरण श्रेष्ठको प्रतिमा शालिक। मन्दिर मन्दिर भन्दा हल्का बिचमा बाटोमा चाहिँ हल्का यस्तो गोरेटो बनाएको रहेछ हैन। अब जाउँ अलिकति अगाडि। अनि देखाएको स्तूपको राइट साइडबाट फेरि गोरेटो रहेछ हैन। यतापट्टि पनि भ्यू टावर त रहेछ, तर त्यहाँ चाहिँ दुईजनाको शालिक र नेपालको झन्डा रहेछ। के रहेछ अलि नजिकै गएर हेरौँ। यहाँ चाहिँ यो स्रष्टा पार्कमा चाहिँ ओखलढुङ्गाका स्रष्टाहरूको शालिक निर्मित रहेछ हैन। अब एक एक गरेर नाम पनि लेखेको रहेछ। हेरौँ है त। मलेवा देवी प्रथम, नेपालको प्रथम गायिका श्री सिद्धिचरण श्रेष्ठ नमन, युग कवि पाण्डव सुनवार वरिष्ठ लोकगायक
अनि प्रदीप कुमार राई, व्याकुल माइला ओहो राष्ट्रिय गानको संरचनाकार छ। अन्डर कन्स्ट्रक्सन रहेछ। ठिक छ, स्रष्टाहरूलाई सम्झिरहेको रहेछ राम्रोसँग। दिस इज इट। अब अरू यसको बारेमा त केही पनि थाहा छैन मलाई पनि। म खासमा चाहिँ हामी ट्रेकिङको सिलसिलामा ओखलढुङ्गा आउँदाखेरि सिद्धिचरण श्रेष्ठको प्यारो ओखलढुङ्गाको यसो केही पनि दृष्टि केही त क्यामेरामा कैद गरेर थोरै भने पनि कैद गरेर जाउँ भनेर आएको थियौँ। अन्त्यमा भन्नुपर्दा साथीहरू, यस पार्कमा चाहिँ धेरैजसो संरचनाहरू अन्डर कन्स्ट्रक्सन नै रहेछ। त्यसैले यो कन्स्ट्रक्सन पुरा भएपछि हेर्न साह्रै नै रमाइलो देखिनेछ भन्दै आजको ब्लगलाई यही नै टुङ्गाउँदै अहिलेलाई बिदा माग्छु। भेटौँला अर्को ब्लगमा।